आजको वचनको शीर्षक छ बाइबलले भने जस्तै उपवास। आमेन। बाइबलले भने जस्तै उपवास। अहिले म विश्वासमा आएको, नयाँ सृष्टि भएको अनि परमेश्वरको सन्तान भएको 8 वर्ष अब क्रस भइसक्यो है। अनि मैले विश्वासी भएको एक दिनदेखि आजको दिनसम्म सुनेको शब्द हो यो उपवास उपवास उपवास। अनि म तपाईहरुलाई बारम्बार भन्ने गर्छु, पर्सनली म अनि हाम्रो यो सेवकाई र हाम्रो यो मण्डली उपवास र प्रार्थनाको विरोधमा होइन। तर हामीले जे पनि कुरा गर्छु त्यो कुरा चाहिँ हामीले जस गर्नको लागि गर्ने होइन। जस्तै विवाह, कतिले भन्छ विवाह किन गर्ने, मेरो छोरा बिग्रो विवाह गर्नु पर्यो। छोरा बिग्रो भन्ने विवाह गर्ने होइन त। अनि बिग्रेको छोराले फेरि अर्कोको छोरीको भविष्य झन् बिगार्दिहाल्छ त। त्यही कारणले जुनै पनि कुरा हामीले मण्डलीमा सुन्छौँ नि वर्षौँदेखि, त्यो कुरालाई हामीले बाइबल रूपमा बुझ्नु चाहिँ आवश्यक छ। आमेन। प्रार्थनाको बारेमा, उपवासको बारेमा, गिभिङको बारेमा, किङडमको बारेमा धेरै कुराहरू हामीले बाइबलले जे भनेको त्यही गर्नु आवश्यक छ। नत्र भने त हामी 15 वर्षदेखि विश्वासी भन्छ, 20 वर्षदेखि विश्वासी भन्छ, न उनीहरूको जीवनमा केही आत्मिक फल फलेको हुन्छ, न उनीहरूको जीवनदेखि एकजना मान्छे ख्रिस्टमा आएको हुन्छ, न उनीहरूको आफ्नै परिवारमा पनि आशिष आएको हुन्छ। त्यही कारणले we are not in religion but we are in the kingdom of God। त्यही कारणले परमेश्वरको राज्यमा चाहिँ जहिले पनि नि जसरी भनेको हुन्छ परमेश्वरले त्यसरी नै गर्नुपर्छ। त्यही कारणले आज म तपाईहरुलाई बाइबलले ठ्याक्कै के भनेको डिटो त्यस्तै उपवासको बारेमा सिकाउँछु। म पनि पहिला डरलाग्दो उपवास बस्ने मान्छे हो। मैले पहिला 40 दिनको उपवास त कति बसे मलाई थाहा पनि छैन। मेरो जिउ यस्तो हुन्थ्यो। तर पनि उपवास जति नै बसे पनि नि मेरो नेचर, मेरो स्वभाव, मेरो एटिट्युड र मैले अर्को मान्छेलाई हेर्ने दृष्टिकोण जस्तोको त्यस्तै थियो। म अर्को मान्छेप्रति रिसाउँथेँ, अर्को मान्छेप्रति म झकिन्थेँ, अर्को मान्छेको बारेमा सोच्दैन थिएँ, आफ्नै बारेमा सोच्थेँ। आई, मी एन्ड माई सेल्फ। मै लाऊँ, मै खाऊँ, मै कमाऊँ, मै मजा गरौँ। जस मेरो कुरा कसैले सही भनेर भन्यो भने ऊ राम्रो मान्छे हो, मेरो कुरा कसैले रङ भन्यो भने ऊ जिन्दगीभर मेरो अब इनेमी हो। अनि यस्तो किसिमको उपवास आज म्याक्सिमम मान्छेहरूले बसेको हुन्छ। अनि यो मेरो भनाइ होइन। यशायाको पुस्तक 58 अध्यायको 3 देखि 7 पद म फेरि पनि तपाईहरुलाई क्लियर पार्न चाहन्छु। उपवास बस्नुपर्छ। तर सुरुमा हामीले बुझ्नु पर्यो नि त उपवास चाहिँ के हो। उपवास भनेको चाहिँ सिर्फ खानु छोड्नु मात्र होइन। सुन्नुहोस् है, जसरी प्रार्थना भनेको खाली बरबराउनु मात्र होइन, त्यसरी नै उपवास भने खाली खानु छोड्नु मात्र होइन। उपवास भनेको चाहिँ आफ्नो शारीरिक इच्छालाई मारेर आत्मिक इच्छाहरूप्रति, अलौकिक दुनियाँप्रति अनि परमेश्वरप्रति चाहिँ नि जागृति हुनु हो। अनि यो उपवासको विषयमा भन्नु पर्दाखेरि अहिलेको समयमा चाहिँ नि म्याक्सिमम विश्वासीहरूले चाहिँ नि यो फेसबुकबाट र टिकटकबाट फास्टिङ दरो बस्नुपर्ने भएको छ। म त स्ट्रेटली भनिदिन्छु, कति खानाको मात्रै उपवास बस्ने, खाना खाएको छैन, 40 दिनको उपवास छ, मोबाइल छोडेको छैन, टिकटक बनाएको छ। अनि यो उपवास चाहिँ परमेश्वरले खोजेको उपवास होइन। आज म तपाईहरुलाई बताउन चाहन्छु, आज विश्वासीले चाहिँ नि मेन चाहिँ नि फेसबुकबाट, टिकटकबाट हामीले चाहिँ फास्टिङ बस्नु परेको छ। अनि यो जवानले चाहिँ फेरि गेमबाट फास्टिङ बस्नु परेको छ। आऊ सुन्नुहोस् है, मेरो पहिला दरो फास्टिङ हुन्थ्यो। मेरो प्रार्थना पनि डरलाग्दो हुन्थ्यो। म 6 घण्टा 7 घण्टा म एउटै कोठामा बसेको गर्थेँ, अन्य भाषा बोलेको गर्थेँ। तर मैले मेरो घरमा बोल्ने शब्दहरू र मैले मेरो पत्नीलाई गर्ने व्यवहारहरू र म मेरो घरप्रति गैर जिम्मेवारी हुन्थेँ। त्यही कारणले बाइबलले ठिकै भनेको छ, कुनै मान्छेले सेवकाई गर्नु चाहन्छ भने उसले पहिला आफ्नो घरलाई मिलाओस् भनेको छ। तपाईँको आफ्नै घर मिलेको छैन, तपाईँको आफ्नै जीवन डामाडोल छ, तपाईलाई गाह्रो भइरहेको हुन्छ। मेरो एकजना आत्मिक छोराले भन्यो, बाबा मलाई प्रभुले अगुवाई गरेर नेपाल जा भन्दैछ भने के को लागि भने सेवकाई गर्नको लागि। मैले सोधेँ
तिम्रो ऋण कति छ? उसले भन्दा मेरो ऋण त छ। अनि मैले भने फेरि सुन्नुहोस् है, ऋण हुने मान्छेले सेवाकै गर्नु सक्दैन भनेको होइन। तर सुन्नुहोस् है, त्यो छोरा त अलरेडी ऊ त विदेशमा छ, उसले त आफ्नो ऋण चुक्ता गरेर पो नेपाल आउनु पर्ने त। अनि मैले उसलाई भने तिमीले मलाई परमेश्वरको जन भनेर स्वीकार गर्छौ र तिमीले मलाई विश्वास गर्छौ भने जबसम्म तिम्रो ऋण चुक्ता हुँदैन तबसम्म तिमी सेवाकामा नहौ भने ऊ नम्र भयो, विदेशमै बस्यो, ऋण चुक्ता गर्यो, अब जनवरीमा आउँदैछ सेवाका गर्नुको लागि। फेरि म भन्छु है, ऋण भएको मान्छेले सेवाका गर्नु सक्दैन भनेको होइन। घर परिवार कसैको पनि पर्फेक्ट हुँदैन, तर पनि बाइबलले चाहिँ नि हामीलाई नि प्र्याक्टिकली पनि हुनुपर्छ भनेर सिकाउँछ। त्यही कारणले हामी उपवास बस्छौँ। मैले तपाईँलाई पहिला नै भने नि, मैले एकजना चिनेको विश्वासी हुनुहुन्छ, 1 वर्षमा 365 दिनमा ऊ 300 दिन त ऊ फास्टिङ बस्छ होला। तर बाटोमा हिँड्दाखेरि जहिले पनि इसो खुन्की चाहिँ, इसो खुन्की चाहिँ, इसो खुन्की चाहिँ, इसो खुन्की चाहिँ भनेको गर्छ। अनि मान्छेले हेर्दाखेरि पनि विश्वासी हो कि साइको हो। सुन्नुहोस् है, आत्मिकी हुनु भनेको नि राज जीवन भाइ, आत्मिकी हुनु भनेको 24/7 नि कोठामा गएर प्रार्थना गरेर बस्नु होइन। आत्मिकी भनेको 30 दिनमा 30 दिन फास्टिङ बसेर बस्नु होइन। आत्मिकी भनेको नि तिमी फास्टिङ बस्दै गर्दा नि तिम्रो सानो बच्चालाई भोक लागिरहेको हुन्छ क्या, उसलाई खुवाइदेऊ, त्यसलाई पनि आत्मिकी भन्छ। तिमी प्रार्थना गर्दै गर्दाखेरि नि तिम्रो बुढीले क्रिसमसमा एउटा लुगा चेन्ज गर्नु पाएको हुँदैन कि, बरु बाहिर गएर कमाएर लुगा लगाइदियो कि, त्यसलाई पनि आत्मिकी नै भन्छ। अनि यो किसिमको प्र्याक्टिकल स्पिरिचुअलिटी चाहिँ ख्रिस्टले चाहनुहुन्छ। यीशु ख्रिस्टको आत्मिक जीवन बेस्ट थियो। तर थाहा छ, यीशु ख्रिस्ट नै प्र्याक्टिकल लाइफ पनि बेस्ट हुनुहुन्थ्यो। जब म क्रुसमा जानुभयो नि, उहाँले यूहन्नालाई हेरेर भन्नुभयो तिम्रो आमा, अनि मरियमलाई हेरेर भन्नुभयो तिम्रो छोरा। यीशु ख्रिस्टले नि इभन केही समयको लागि अर्थली मम भए पनि नि अर्थली आमा बाउको नि यीशु ख्रिस्टले नि जिम्मा दिएर जानुभयो, भतभुङ्ग पारिदिनु भएन। त्यही कारण सुन्नुहोस् है, मलाई थाहा छ सबैको आमा बाउ राम्रो हुँदैन। म कुनै बेला तपाईँलाई सिकाउँला के गर्ने जब आमा बाउ नै अलिकति खराब हुन्छ। यो पनि धेरै विश्वासीको प्रब्लम हो। कतिको आमा बाउ खराब छ, कतिको छोराछोरी खराब छ, कतिको पास्टर खराब छ, कतिको विश्वासी खराब छ, कतिको फेरि जेब खराब छ। अघि हामी सरर आउँदै थियौँ, अनि पछाडिको ट्रकको पछाडि लेखेको थियो एउटा सायरी, मैले त पढ्न भ्याइहालेँ। के लेखेको थियो भने, हमें सीट से उठाने को क्या किसी में दम था भन्यो। हमें सीट से उठाने को क्या किसी में दम था, लेकिन हम खुद उठ गए क्योंकि गोजी पे भाडा कम था। त्यसैले बुझ्नुहोस् है, आत्मिक जीवन नि सुन्नुहोस् है, प्र्याक्टिकल लाइफ चाहिँ नि तपाईँको ठिक छ भने नि द्याट्स अ साइन तपाईँको आत्मिक जीवन चाहिँ ठिक छ। पढौँ है, आइजाया 58:3-7। तिनीहरू भन्छन् हामीहरू उपवास बस्यौँ। ठाडै हान्छ क्या यो वचनले क्या, हामीहरू उपवास बस्यौँ किन तपाईँ देख्नुहुन्न, हामीहरू नम्र भयो किन तपाईँ ध्यान दिनुहुन्न, तापनि तिमीहरूको उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पुरा गर्दछौ। यिनीहरूले के भन्छ, उपवास बस्यौ त देख्नुहुन्न तपाईँ, प्रार्थना पनि गऱ्यौ त तपाईँ सुन्नुहुन्न। यहाँ के भन्छ, अनि प्रभुको वचनले तिमीहरू उपवासको दिनमा आफ्नै इच्छा पुरा गर्दछौ। उपवास बसेको छ टिकटकमा भिडियो बनाएकै उपवास बसेको छ पबजीमा ड्याङ्की ड्याङ। उपवास बसेको छ युट्युबमा पोर्न मुभी हेरेकै छ। मलाई प्राय फोन आउँछ क्या, म पोर्न मुभीमा एडिक्टेड छु, म के गरेँ भन्छ, नहेर। मेरो घरमा पत्नी छ, मेरो बाहिर केटी छ, म के गरेँ भन्छ, छोडिदेऊ। मेरो घरमा पति छ अनि मेरो बाहिर केटा छ, के गरेँ पास्टर भयो, छोडिदेऊ। पति छोडिदेऊ होइन नि, फेरि बाहिरको छोडिदेऊ। याद गर, बाहिरको जतिसुकै ह्यान्डसम भयो भने नि पति भनेको पति हो, बाहिरको जतिसुकै राम्री भए पनि नि पत्नी भनेको पत्नी हो।
म स्ट्रेटली भन्छु यो दुनियाँमा मेरो वाइफ भन्दा राम्रो केटीहरू पनि छ, तर पनि जब म 1 महिना आइसियुमा बसेँ नि अन्तिममा मलाई स्याहार्नु त राम्रो केटी कोही आएन क्या, मेरो पत्नी नै आयो। त्यही कारणले घरको आमा बाउ जतिसुकै खराब भए पनि जे भए पनि नि तपाईँलाई अहिले असल हुनुको लागि धेरै इफोर्ट लगाएको छ। आमेन। 4 पद, तिमीहरूको उपवासको दिन लडाई र झगडामा अन्त्य हुन्छ। कसले देख्नु भएको छ यस्तो विश्वासीहरू फास्टिङ बसिरहेको हुन्छ, झगडा गरिरहेको हुन्छ, फास्टिङ बसिरहेको हुन्छ, श्रापिरहेको हुन्छ, फास्टिङ बसिरहेको हुन्छ, अर्काको कुरा काटिरहेको हुन्छ। तिमीहरूको उपवासको दिन लडाई र झगडामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। यो दुष्ट मुक्काले हिर्काउँछु भनेको मतलब चाहिँ नि यो चाहिँ परमिलाले उपवास बसेको छ अनि परमिलाले सलिनाको बारेमा कुरा देखे सलिना त्यो त यस्तो पो त, तिमीलाई त्यसको बारेमा के थाहा छ, त्यो त यस्तो पो त उस्तो पो त। सलिनालाई पनि फेरि के कम फेरि अनि उसले पनि फेरि भोलि फास्टिङ बसिदिन्छ अनि फास्टिङ बसेर उसले फेरि विशालको बारेमा विशाल यस्तो पो त बाबा, विशाल त त्यस्तो पो त। उपवास चाहिँ यस्तो चाहिँ हुनु हुँदैन। के मैले चुनेको उपवास यस्तै हो? के परमेश्वरले चाहनु भएको फास्टिङ यस्तै हो? मानिसले के आफैलाई 1 दिन मात्रै नम्र राख्ने? के मान्छेले आफूलाई 1 दिन मात्रै नम्र राख्ने? त्यहाँ सुन्नुहोस् है, तपाईँहरू ख्याल गर्नुहोस् है। के निगालो चाहिँ आफ्नो शिर झुकाउने, भाङ्रा र खरानी ओछ्याउने दिन मात्रै यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ? त्यहाँ सुन्नुहोस् है, उपवास तपाईँ बस्नुहुन्छ तर तपाईँको उपवासको दिन चाहिँ नि झगडामा बित्छ। तपाईँको उपवासको दिन चाहिँ नि टिकटकमा अनि पबजीमा बित्छ अनि तपाईँको फास्टिङको दिन चाहिँ नि कुरा काट्नमा बित्छ। 6 पद, अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र? परमेश्वरले चुन्नु भएको उपवास चाहिँ के हो भने नि तपाईँको जीवनमा नि बरु फास्टिङ बरु तपाईँको जीवनमा कम्ती होस् कि तर तपाईँको लाइफको एउटा मकसदै होस् कहाँ म चाहिँ गरिबहरूलाई सहायता गर्छु, म चाहिँ दिन दुखीहरूलाई हेल्प गर्छु, म चाहिँ अत्याचारमा परेकालाई सहायता गर्छु, म चाहिँ मान्छेलाई उठाउँछु। त्यही कारणले धनी हामी यो कारणले हुने होइन कि हाम्रो घर थपेको बिल्डिङ ठाडो पारेको माथि लगेको होइन। हामी धनी यो कारणले हुनु कि हामी धनी भएको बादमा नि हामी अर्को गरिब मान्छेलाई नि त्यो गरिब भनेर हेप्नुको लागि होइन क्या, तर अर्को गरिब मान्छेलाई नि उठाउनुको लागि त्यो धन हामीले युज गर्नुपर्छ। त्यही कारणले परमेश्वरले अब्राहमलाई के भन्नुभयो? तँ चाहिँ अब्राहम, तँ चाहिँ आशिषको मूल हुनेछस्। यु आर ब्लेस्ड भन्नु भएन अब्राहमलाई, यु विल बिकम द सोर्स अफ ब्लेसिङ। अनि परमेश्वरले तपाईँलाई धनी एउटै शर्तमा बनाउँछ। विशाल, परमेश्वरले अनिल धनी तपाईँलाई एउटै शर्तमा बनाउँछ, तपाईँले चाहिँ नि धन आएपछि नि धन तपाईँ अरूलाई बाँड्न सक्नुपर्छ। केही हप्ता अगाडि 1 विक भयो हामी 3 जना पास्टर भयो, हामी मेरो साथीहरू हामी कफी सपमा क्याफेमा हामी कफी खाएर बसिरहेका थियौँ। प्रभुको प्रेजेन्स आएर हामी 3 जनाबाट आँखाबाट आँसु तुरु झरिसकेको छ। हामी थामेर बस्दैछौँ। प्रभुको उपस्थिति नि खालि चर्चमा मात्रै होइन क्या, प्रभुको उपस्थिति नि 2 वा 3 जना जहाँ भेला हुन्छौँ तिमीहरूको माझमा हुन्छौ भनेको छ। त्यहाँनिर प्रभुको उपस्थिति भयो। डाइरेक्ट मलाई प्रभुले भन्नुभयो तेरो पैसा कसको भन्नुभयो? तपाईँको भने दे यसलाई भन्यो। म पनि बाठो 10K दिए प्रभु भने मनमने 10K भनेको 10,000। प्रभुले भन्यो 10K ले हुँदैन केटा, 50K दे भन्यो, 50K दे भन्यो। ढुकढुक ढुकढुक ढुकढुक। प्रभु पैसा त मसँग त थोरै छ त, तपाईँलाई थाहा छ त मेरो केही पनि काम छैन, पैसा प्रभु थोरै छ, प्रभु थोरै पैसा छ। प्रभुले के भन्छ? 50K दे। मैले 50K स्वाटै मैले मलाई दिइहालेँ। प्रभुले नि यस्तो मान्छेहरू खोज्दैछ कि जुन मान्छेले नि प्रभुले आशिष गरेको बातमा नि प्रभुले अर्को मान्छेलाई दे भनेको बेला नि प्रभुले फकाइराख्नु नपरोस् क्या, दिइहाल्ने।
त्यही कारण सुन्नुहोस्, संसारको मान्छे धनी हुनु र नि हामी धनी हुनुमा नि यो भास्ट डिफ्रेन्स छ। संसारको मान्छेहरू आफ्नो लागि धनी हुन्छ, हामी धनी हुन्छौँ मान्छेको लागि, हामी धनी हुन्छौँ ईश्वरको राज्यको लागि। त्यही कारण एउटा मेन पोइन्ट तपाईँले लेख्नुहोस् है, मान्छेप्रति तपाईँको व्यवहार नै परमेश्वरप्रति तपाईँको प्रेमको एक्जाम्पल हो। मान्छेप्रति तपाईँको व्यवहार नै परमेश्वरप्रति तपाईँको प्रेमको एक्जाम्पल हो, इट्स अ साइन। तर यहाँनिर कस्तो छ, मान्छेहरू अन्य भाषा बोल्दिने, फास्टिङ बस्दिने, अन्य भाषा बोल्दिने, फास्टिङ बस्दिने, स्वर्गको दूत देखिदिने, अर्को मान्छेलाई ओभर घृणा गरिदिने, अर्को मान्छेको कुरा काट्दिने, अर्को मान्छेलाई फसाउनु खोज्ने, अर्को मान्छेलाई चिप्ले खसेर उदेखि पैसा हडप्नु खोज्ने, आफू मात्रै माथि जानु खोज्ने। त्यही कारण सुन्नुहोस् है, जबसम्म तपाईँले अर्को मान्छेप्रति तपाईँले नि पोजिटिभ एटिट्युड राख्नुहुन्न नि, तबसम्म नै तपाईँको आत्मिक जीवन नि तपाईँलाई आत्मिक छु जस्तो लाग्ला कि, तर यु आर बेबी इन स्पिरिचुअल लाइफ। तपाईँ आत्मिक जीवनमा तपाईँ बच्चा हुनुहुन्छ, तपाईँलाई केही पनि थाहा छैन। तपाईँको जीवनमा आत्माको वरदान नि तपाईँको आत्मिक जीवनलाई जाँच्दैन, तपाईँको लाइफमा भएको फलले जाँच्ने कुरा हो। त्यही कारणले परमेश्वरप्रति तपाईँको प्रेम कति छ भन्ने कुराको चाहिँ व्यवहार चाहिँ नि मान्छेलाई तपाईँले कति प्रेम गर्नुहुन्छ। के फाइदा भएर बोनी तामाङले 40 दिन उपवास बसेको छ, सबिनलाई जे पाइते भनेको छ, जीवनलाई फसाउनु खोजेको छ, परिमलाको बदनाम गरेको छ, विशालाई झार्नु खोजेको छ, मुनि राजलाई देखिसक्दैन, छिमेकीसँग मिल्दैन, विश्वासीकोमा जे पाइते बोलेको छ, आफ्नै आत्मिकको कुरा काट्दै बसेको छ। के फाइदा भएर ऊ फास्टिङ नबस्छ? त्यो त 0 into 1000 0 = 0 हो। तपाईँले बुझ्नुभयो नि, 0 into 1 billion 0 = 0 हुन्छ। त्यही कारण उपवास बस्नुहोस्, तर परमेश्वरले सोचेको जस्तै उपवास बस्नुहोस् क्या। उपवास बसेको दिन तपाईँको मनमा नि मान्छेप्रति भएको घृणा निकालिदिनुहोस्, मान्छेलाई क्षमा गरिदिनुहोस्। म त भन्छु यहाँ प्रभुले थाहा छ प्रभुले के भनेको छ 5 पदमा, के मैले चुनेको उपवास यस्तै हो, मानिसले आफैलाई एक दिन मात्रै नम्र राख्ने। एक दिन मात्र होइन, फास्टिङ बसेको दिन मात्र होइन के परिमा छोरी, फास्टिङ नबसेको दिन पनि नि अर्को मान्छेप्रति नि तपाईँको मुटु नि सफ्ट हुनुपर्छ। इजिकलको पुस्तकमा यसो भनेको छ, म तिमीहरूको ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिन्छु। यो के भनेको, ढुङ्गाको हृदय चाहिँ कठोर हुन्छ, मासुको हृदय चाहिँ नि सफ्ट हुन्छ। यो मासुको हृदय भएको मान्छेले चाहिँ नि अर्को मान्छेलाई दुःखमा देख्यो भने नि उसले गोजी उसले पर्स खोल्छै खोल्छ, खासै उसले पर्स खोल्छै खोल्छ। तर यो ढुङ्गाको यो हृदय भएको मान्छे चाहिँ नि इट डजन्ट म्याटर कि तपाईँ विश्वासी हो कि होइन। 2 किसिमको मान्छे हुन्छ है। फर एक्जाम्पल, बाइक एक्सिडेन्ट भयो, तपाईँको अगाडि ऊ ब्लड भएको छ, 2 किसिमको मान्छे हुन्छ। अहिले त 3 किसिमको मान्छे छ। एक किसिमको चाहिँ एम्बुलेन्सलाई बोलाउँदैन, पुलिसलाई होइन, भिडियो खिचिहाल्छ, फेसबुकमा हाल्नु पऱ्यो नि त। फेसबुकमा हालेर कसैको छोरा कसैको छोरी बाँच्दैन। तपाईँले पुलिसलाई कल गर्नुहोस् कि तपाईँले एम्बुलेन्सलाई कल गर्नुहोस्। अनि अर्को चाहिँ हुन्छ जज गर्ने हुन्छ, यो अक्सी खाएर आयो होला, तर अर्को चाहिँ हुन्छ फोन गरिदिने, उसलाई बचाइदिने। तपाईँ कुन किसिमको मान्छे यहाँ पढ्नु भयो। त्यही कारणले उपवास बस्नुहोस्, तर बाइबलले भनेको उपवास बस्नुहोस्। 6 पद फेरि म रिपिट गर्छु, अन्यायको बन्धन फुकाल्न। तपाईँले यो मान्छेले खालि के बुझेको छ भने विशालले फास्टिङ बस्यो भने चाहिँ मेरै बन्धन फुक्लिन्छ, मेरै जुवा तोडिन्छ। यहाँ बाइबलले के भन्छ, तपाईँ उपवास बसेको दिन चाहिँ तपाईँले अरूलाई अन्याय गर्नुभएको छ भने नि त्यो अन्यायको बन्धन छोडिदिनु अरे। यदि तपाईँसँग कसैले पैसा सापटै लिएको छ, उसले तिर्नु सकेको छैन, मर्नै आँट्यो, छँदै छैन, तपाईँ उसको घरमा जानुभयो, 1 गाडा चामल पनि छैन भने के गर्ने त? तपाईँ फास्टिङ बसेको दिन नि छोडिदिनु, प्रभुको नाममा छोडिदिनु। तिर्नै सक्दैन, के गर्ने त? अब ऊ ढुन्डेर मर्नै आँटिसक्यो, अब के गर्ने? छोडिदिनु। अन्यायको बन्धन फुकाल्नु। तपाईँले कसैलाई अन्याय गर्नुभएको छ भने फुकालिदिनु, छोडिदिनु।
जुवाको डोरी फुकालिदिनु, अत्याचारमा परेकाहरूलाई मुक्त गरिदिनु, हरेक जुवा भाँचिदिनु। मैले चुनेको उपवास चाहिँ यस्तो हुन्छ। 7 पद। अब यो चाहिँ कसले गर्ने? फेरि आफ्नो भोजन भोकासित बाँडचुँड गर्नु। यो कसले गर्ने? मलाई खुसी लाग्यो। मैले अब धेरै त गर्नु पाइनँ, तर कोरोनाको त्यो महामारीको टाइममा त्यो सडक बालबालिकालाई एउटा संस्थाले भेषहरू पेन्टहरू किनेर दिने मसँग प्रस्ताव राख्यो। सर्लक्क मैले केही पैसा मैले पठाइदिएँ। भोकालाई खाना दिनु, घर नभएका गरिबहरूलाई शरण दिनु, नाङ्गोलाई देखेर लुगा लगाइदिनु। यो चाहिँ हो बिब्लिकल फास्टिङ। यसलाई चाहिँ भन्छ बाइबलले उपवास। तर यहाँनिर मान्छेहरू कस्तो हुन्छ, 40 दिनको 40 दिन कोठाभित्र छिर्छ अनि मोसाको जस्तै ग्लोरी आयो भन्छ। हामी नयाँ करणमा छौँ, हामीमा मोसाको ग्लोरी होइन, हामीमा ख्रिस्टको ग्लोरी आउँछ, अलरेडी आइसकेको छ। अब कताको मोसाको ग्लोरी आउने? अब मोसा प्रभुको दास हो, ख्रिस्ट प्रभुको पुत्र हो। हामीमा मोसाको आत्मा आउँदैन, हामीमा ख्रिस्टको आत्मा पवित्र आत्मा हुनुहुन्छ। त्यही सुन्नुहोस् है, उपवास कसैले बस्नुहुन्छ भने नि उपवास बसेको दिन चाहिँ नि आफूले आफूलाई नि झगडाबाट, कुरा काट्नुबाट अलग राख्नुहोस्, गरिबहरूलाई खाना खिलाइदिनुहोस्, अनि बन्धनमा परेकोलाई छुटकारा गरिदिनुहोस्, नाङ्गोलाई देखेर लुगा लगाइदिनुहोस्। त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यही कारणले परमेश्वरले नि, सुन मेरो आत्मिक छोराछोरी, परमेश्वरले हामी नि धार्मिक भएको होइन, धर्मी भएको मन पराउनुहुन्छ। अनि धार्मिकले चाहिँ आफ्नै कोसिसले परमेश्वरलाई खुसी पार्न खोज्छ, तर धर्मीले चाहिँ नि परमेश्वर मसँग खुसी हुनुहुन्छ भनेर नि परमेश्वरको स्वरूप र समानता भनेको मान्छेलाई खुसी पार्न खोज्छ। फेरि पनि म रिपिट गर्छु है, परमेश्वरप्रति तपाईँको प्रेम कति छ भन्ने कुराको प्रमाण चाहिँ मान्छेप्रति तपाईँको व्यवहार नै हो। नम्बर 2, उपवास कसरी बस्नु? नम्बर 1 मा तपाईँलाई मैले भने कि हामीले बसेको उपवास सही छ। अब नम्बर 2 मा म तपाईँलाई बताउन चाहन्छु उपवास कसरी बस्ने। र फेरि पनि म तपाईँलाई रिपिट गर्न चाहन्छु है, हामी चाहिँ उपवासको विरुद्धमा होइनौँ, उपवास बस्नुपर्छ। तर कसरी बस्ने त? मत्तीको पुस्तक 6 अध्यायको 16 पददेखि 18 पद। जब तिमीहरू उपवास बस्दछौ तब ढोंगीहरू जस्तो उदासी चेहरा नदेखाऊ। यहाँ बुझ्नुहोस् है, जब तिमीहरू उपवास बस्दछौ तब ढोंगीहरू जस्तो उदासी चेहरा नदेखाऊ। यो भनेको के भनेको? फास्टिङ बसेको बेला नि कतिजना 20 वर्षलाई हेर्नुपर्छ कि अनुहार यस्तो कालो न कालो बनाएको हुन्छ कि, अनि भन्छ म त आज फास्टिङमा बसेको छु, म त आज फास्टिङमा बसेको छु, म त आज फास्टिङमा बसेको छु। फास्टिङमा बसेको कि यार भोक हडतालमा बसेको। यहाँ सुन्नुहोस् है, जब तिमीहरू उपवास बस्दछौ तब ढोंगीहरू जस्तो उदासी चेहरा नदेखाओ। खुसी हो क्या, खुसी मानव कि कस्तो धेरै खुसी उसको जीवनमा आएको छ क्या, खुसी हो। किनकि मानिसहरूलाई उपवास बसेको देखाउनुलाई, ध्यान दिनुहोस् है, मानिसहरूलाई उपवास बसेको देखाउनुलाई। तपाईँले बसेको उपवास नि मान्छेले होइन क्या, परमेश्वरले देख्नुपर्छ। तपाईँले बसेको उपवास मान्छेले होइन, परमेश्वरले देख्नुपर्छ। किनकि मानिसहरूलाई उपवास बसेको देखाउनुलाई तिनीहरू आफ्नो मुहार अँध्यारो पार्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। के इनाम पाए त? ओहो, तपाईँ त उपवास बसेको है, तपाईँ त कस्तो आत्मिक पाए इनाम भयो, सक्यो। अब उसलाई मक्का भयो। राज मेरो घरमा आयो, राज फास्टिङ बसेको छ, भन्छ बाबा म त फास्टिङ बसेको छु नि, बाबा म त फास्टिङ बसेको छु नि। मैले भने आम्मा राज तिमी त ओभर आत्मिक छौ, तिमीले इनाम पायौ, सक्यो तिम्रो इनाम। तर तिमी चाहिँ उपवास बस्दा नि ढोंगी जस्तो अनुहार कालो पारेर घर घरमा चारेर नभनेको उपवास बसेको छु, म फास्टिङमा छु, म फास्टिङमा छु। अहिले एउटा न्यू ट्रेन्ड आएको छ, फेसबुकतिर लेखिदिने, म 15 दिनको उपवासमा छु, तपाईँहरूको प्रार्थनाको रिक्वेस्ट सेन्ड गर्नु होला। उपवासमा छौँ, प्रार्थनाको रिक्वेस्ट सेन्ड गर्नु होला भन्ने तिम्रो उद्देश्य होइन। तिम्रो उद्देश्य यो हो, यु वान सो, तिमी देखाउन चाहन्छौ द्याट यु आर इन फास्टिङ, तिमी सो गर्नु चाहन्छौ तिमी आत्मिकी छौ भनेर। अनि तिम्रो कमेन्टमा कतिजना मान्छेले आमेन आमेन गर्छ, त्यही आमेन तिम्रो इनाम हो।
सक्यो अब तिम्रो इनामै तामेन। अरे बाबा तिमी उपवासमा बसेको छौ भने नि किन फेसबुकको भित्ता सजाउनु हो, किन सजाउने युट्युबको वाल त्यो के भन्छ मैले बिर्छु त्यो किन सजाउने। अनि प्रभुले सजाएर प्रभुले के भन्दा फास्टिङ बसेको बेलामा हेर म परमेश्वरको पुत्र इजरायलमा आएको छु, म अब 40 दिनको उपवासमा छु, तिम्रो सबैको प्रार्थनाको बिन्ती राख भनेन त। स्वेट एक्लै गयो, एक्लै गयो, एक्लै जितेर आयो। 17 पद, तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ। तेल लगाऊ, यो लिटरली यो तेल लगाऊ भनेको होइन। यो तेल चाहिँ वास्तवमा प्रेजेन्स अफ गड हो क्या। फास्टिङ बस्दाखेरि नि यु हाभ टु नो, तिमीलाई थाहा होस् क्या यु आर सिकिङ हिज प्रेजेन्स भनेर। सोध्नु माइ नगर्नु ल। जब हामी उपवास बस्छौँ नि अनि हामीले उहाँको उपस्थितिलाई खोजेको कि मान्छेको वावालाई खोजेको हौ। भित्ता सजाएको छ, वालभरि लेखेको छ म फास्टिङ बनेको छ र आफ्नो मुख धोऊ। यहाँ त प्रभुले क्या घोषिदियो, प्रभुले डाइरेक्ट भन्यो मुख धो भन्यो। मुख किन उधारो पारेको, कपटी जस्तो, फरिसी जस्तो, ढोङ्गी जस्तो मुख धो। के भनेको मुख धोयो भने मुख फ्रेस हुन्छ क्या। मुख धो के गरेर बसेको अनि भात गरेर बस भनेको। 18 पद, र तिम्रो उपवास मान्छेले होइन। आमेन। यो चाहिँ रियल फास्टिङ हो। तिम्रो उपवास मान्छेले होइन। मैले आजको दिनसम्म तपाईँहरूलाई भनेको छु म फास्टिङमा छु भनेर। म कहिल्यै भन्दैन, कतिले थाहा पनि पाउँदैन, कतिले भन्छ होला पास्टरको फास्टिङै बस्दैन। म तपाईँलाई भनेर किन बस्छु, आइबस्छु नि म। मेरो सम्बन्ध हो, म तपाईँलाई भनेर बस्छु र म मेरो बुढीलाई फोन गर्ने बेलामा परमिला म मेरो वाइफलाई फोन गर्दैछु भन्छु। मेरो व्यक्तिगत कुरा हो नि। यो फास्टिङ भन्ने, यो प्रेयर भन्ने नि यो इट्स नट पब्लिक, यो प्राइभेट कुरा हो। हिलिङ, प्रिचिङ, टिचिङ इट्स अ पब्लिक, यो पब्लिक हो। प्रेयर र फास्टिङ चाहिँ प्राइभेट हुनुपर्छ। नदेखाउनु क्या म फास्टिङमा छु, म प्रार्थनामा छु, म उपवासमा छु, म 120 दिनको फास्टिङमा छु। तिम्रो उपवास मान्छेले होइन तर गुप्तमा हुनुहुने तिम्रो पिताले देखुन्। गुप्तमा हुनुहुने तिम्रो पिताले देखुन् र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई खुल्लाम खुल्ला इनाम दिनुहुनेछ। यहाँ समस्या के भयो, फास्टिङ बस्यो माथि देखेको छैन प्रभुले। किन देख्यो, किन प्रभुले देखेन? किनकि अघि प्रभुले के भनेको छ, तिमीहरू फास्टिङ त बस्छौ तर के मैले चाहेको फास्टिङ यही हो? के तिमीहरू अन्यायको बन्धन फुकाल्छौ? के तिमीहरू जुवाको बन्धन फुकाल्छौ? के तिमीहरू गरिबलाई खाना दिन्छौ? के तिमीहरू नाङ्गोलाई वस्त्र लगाइदिन्छौ? के तिमीहरू अर्को मान्छेलाई देख्दाखेरि के तिमीहरू आफैलाई चाहिँ प्रेम गर्छौ? त्यहाँको सुन्नुहोस् है, यीशु ख्रीष्ट संसारमा नयाँ रिलिजन, क्रिस्चियन रिलिजन इस्टाब्लिस गर्नको लागि आउनुभएको होइन। यीशु ख्रीष्ट चाहिँ संसारमा नि किङडम अफ गडको लागि आउनुभएको। अनि किङडम अफ गड नभएको मान्छेले चाहिँ नि अर्को मान्छेलाई प्रेम गर्छ। चाहे यो वचनले तपाईँलाई मन दुखोस्, चाहे तपाईँलाई गाह्रो होस्, तर म फ्याक्ट भन्छु, परमेश्वरलाई तपाईँले कति प्रेम गर्नुहुन्छ भन्ने कुराको एक मात्र प्रमाण चाहिँ तपाईँले अर्को मान्छेलाई कति वास्ता गर्नुहुन्छ भन्ने नै हो। आमेन। अब 3 नम्बर, उपवास कहिले बस्नु। अब यो भिडियो हेर्दै गर्दाखेरि कतिजनाले मलाई अब सायद बुझ्नुहुन्न होला, तर म यो भ्रमलाई म तोड्नु चाहन्छु। यो एउटा यो के छ क्या, यो के गर्दै हुनुहुन्छ? उपवास बस्दैछु। फेरि भोलि पनि के गर्दै हुनुहुन्छ? उपवास बस्दैछु। अनि तपाईँको उपवास त अस्ति भर्खर सकेको होइन, अनि फेरि बस्दैछु। अनि फेरि मैले उपवास नबस्नु भनेको होइन, तर थाहा हुनुपर्छ कि उपवास कहिले चाहिँ बस्नु भनेर। कहिले बस्नु उपवास? मैले अघि तपाईँलाई भने नि, राज र सुनिता तिमीहरू पति पत्नी उपवास बसेको दिन पनि नि तिम्रो सानो छोरा छ क्या, सानो छोरा, ऊ अहिले फास्टिङ बस्नु भइसकेको छैन। जबरजस्ती सुन्नुहोस् है, मेरो चाहिँ विचार के हुँदैन नि, आत्मिक कुरा नि जबरजस्ती मान्छेलाई लाग्नु हुँदैन क्या। उसलाई चाहिँ खाना पकाएर खिलाइदेऊ। कहिले बस्नु उपवास? नम्बर 1, जीवनमा परीक्षा हुँदाखेरि, जीवनमा गाह्रो भयो, जीवनमा एकदमै साह्रो भयो, जीवनमा फसियो, निस्किने ठाउँ छैन, एकदमै गाह्रो भयो, परीक्षा आयो जीवनमा, कामै गरेन,
हुँदै भएन, एकदमै गाह्रो भयो, एकदमै सहनै गाह्रो भयो, कुरा बिग्रेको छ, आफ्नो हातदेखि कुरा भागिसक्यो, त्यो बेला उपास बस्ने हो। मत्तीको पुस्तक 4 अध्यायको 1 पद, तब शैतानद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा यीशु उजाड स्थानमा लगिनुभयो। तब दियाबलसद्वारा के गरिनुलाई? परीक्षा गरिनुलाई पवित्र आत्माद्वारा यीशु ख्रीष्ट उजाड स्थानमा लगिनुभयो। उहाँ 40 दिन 40 रातसम्म उपवास बसेपछि भोकाउनु भयो। यीशु ख्रीष्टले नि उपवास नि उहाँको लाइफको परीक्षामा गर्नुभयो, परीक्षामा बस्नुभयो। त्यही कारण साह्रो छ, गाह्रो छ, एकदम समस्या छ, निस्कनु सकेन, उपवास बस्नुहोस्। तर फेरि पनि म तपाईँको मनको आँखा उगाउन चाहन्छु, फास्टिङ बसेको दिन चाहिँ नि अहिलेको यो 21st सेन्चुरीको विश्वासीले चाहिँ नि मोबाइल चाहिँ नि कपबोर्डभित्र हालेर नि चाबी बाहिर फ्यालिदिनु पर्ने बेला भएको छ। साँच्चै फास्टिङ बसेको दिन चाहिँ मोबाइल चाहिँ नि काठको दराजभित्रको त्यो लकरमा हालेर नि चाबी फ्यालेर अनि पछि गएर खोजेर फेरि मोबाइल बोक्नु होला। उपवास बसेको भन्छ मोबाइलमा ट्याङ 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 ट्याङ। म त स्ट्रेटली भन्छु, जब म प्रार्थना गर्नु बस्छु नि मेरो मोबाइलमा वाइफाई अनि टावर अफ गरिदिन्छु। के को डिस्टर्ब? म उहाँसँग बसेको, मलाई कसैले पनि डिस्टर्ब गर्नु पाउँदैन। जीवनमा परीक्षा हुँदा अब नम्बर 2 मा पवित्र आत्माको अगुवाईमा बस्नुपर्छ, उपवास। यहाँ के भनेको छ बाइबलले? तब दियाबलसद्वारा परीक्षा गरिनुलाई पवित्र आत्माद्वारा उहाँ 40 दिन र 40 रातसम्म उपवास बसिसक्नु भएपछि भोकाउनु भयो। उपवास बसिसक्नु भएपछि कम्प्लिट भयो अनि भोकाउनु भयो। बिचमा भोकाएन त? किन भोकाएन? किनकि पवित्र आत्माको अगुवाईमा उपवास बसेको हो भने नि शक्ति नि माथिबाट आउँछ क्या। तर हाम्रो के छ समस्या? उपवास बसेको छ, कहिले 5 बज्छ, कहिले 12 बज्छ, 4 बजेको छ, 5 बज्नु गाह्रो हुन्छ, भुइँचालो आए जस्तै हुन्छ। अनि उपवास बसेको अरे अनि अघि दिमागको खेलाउँछ, मोमो, थुक्पा, चाउमिन, पिरो, आलु चप। अब जाडो महिना छ न, आलु चप अनि खान्छ अनि दिनभरि भोकै बसेको छ। यो मैले भनेको होइन कि मेडिकल साइन्सले भन्छ, दिनभरि भोकै बसेर नि एकैचोटि अमिलो पिरो खायो भने नि ग्यास्ट्रिक हुन्छ। त्यही कारण सुन्नुहोस्, म फ्याक्ट बोल्ने मान्छे हो, म फ्याक्ट मन पराउने मान्छे हो। पवित्र आत्माद्वारा अगुवाई हुँदाखेरि फास्टिङ बस्नुहोस् न, अनि पो पावरफुल हुन्छ, अनि पो शक्तिशाली हुन्छ त, अनि पो छुटकारा हुन्छ त। नम्बर 3, एउटा निश्चित दिन मिलाएर बस्नुहोस्। यदि तपाईँले उपवासको बस्ने तपाईँलाई अगुवाई भइरहेको छ भने नि तपाईँले एउटा निश्चित डेट मिलाउनुहोस् क्या। आफ्नो सबै काम सक्नुहोस्, एउटा दिन मिलाउनुहोस् अनि त्यो दिनमा चाहिँ नि मेन्टली प्रिपेयर गर्नुहोस् क्या। आफ्नो सबै कामहरू सकिदिनुहोस्, सबै कामहरू फतेह गर्नुहोस् अनि एक दिन चाहिँ नि सट्टै फास्टिङमा बस्नुहोस्। अनि बिहान 6 बजे छिर बाइबल लगेर जाउँ, मोबाइल चाहिँ नलगा। बाइबल लगेर जाउँ, मोबाइल चाहिँ नलगा। मोबाइल लगेर गयो भने त फास्टिङ बसेको। बिहान 6 बजे जाऊ, पानी बोकेर जाऊ। अब कतिले पानी पनि खाँदैन, त्यो आफ्नो इच्छा हो। डानियलले फेरि मासु मात्रै खाएन, तर उसले फेरि साग चाहिँ मजाले खाइदिएको छ। त्यही कारण सुन्नुहोस् है, यो उपवास पनि नि आफ्नो आफ्नो इच्छा हो। कतिले बस्छ दिउँसोको 2 बजेसम्म, कतिले बस्छ बेलुकाको 5 बजेसम्म, कतिले बस्छ 7 दिनको, कतिले बस्छ 40 दिनको, कतिले मासु मात्र खाँदैन, कसैले साग खान्छ, कसैले पानी पनि खाँदैन। यो तपाईँ र उहाँको बिचको कुरा हो। तर जब फास्टिङमा अनि तिमी गएर बस्छौ नि होइन, बाइबल लगेर जाऊ के, मोबाइल होइन। ओ रे बासे खेती याला बायाला से खेतेले हो रोलो रे बासे खेते गरेको त म्यास आइदिन्छ, बिर्स्यो। अब छैन, अब स्वर्गदूत पनि आशिष लिएर आँटेको त अड्किन्छ बाटैमा, अड्किहाल्छ त अनि अड्किँदैन र। फेरि रिहासे खेटेले खिरो बोसे खेटे यीशुको नाममा अन्धकारको शक्तिलाई म बान्छु, हटेर जा भनिरहेको हुन्छ। फेरि ट्रेङ फेसबुकमा ट्याङ आउँछ, फेरि मेसेन्जरमा आउँछ, फेरि हेर, फेरि उता अर्को एन्जलले फेरि अड्केर बस्छ। त्यही सुन्नुहोस्, अरे बाबा उपवास बसिसक्नु भयो भने नि बाइबलले भनेको जस्तै बस्नुहोस्। इट विल बेनिफिट्स यु,
यसले तपाईँको फाइदा गर्छ। फास्टिङमा के गर्ने, फास्टिङको दिनमा के गर्ने, मैले भन्दा नि सबै काम सेट गर्ने। अनि यो चाहिँ प्रायः नै छोरी मान्छेको लागि यो एकदम दामी क्लु हो। किनभने छोरी मान्छेको घरमा यति साह्रो काम हुन्छ, छन् बुहारीको यति साह्रो काम हुन्छ नि, हस्बेन्डलाई खाना खिलाउनु पर्यो, लुगा धुनु पर्यो, भाडा माझ्नु पर्यो, बच्चाको डाइपर चेन्ज गर्नु पर्यो, यो गर्नु पर्यो, त्यो गर्नु पर्यो, तन्ना धुनु पर्यो, सिराम धुनु पर्यो, डस्ना धुनु पर्यो, दाल पोखिरहेको हुन्छ, पुस्नु पर्यो, सबै काम हुन्छ। अनि बुहारी मान्छे सट्टै फास्टिङमा बस्दाखेरि चाहिँ नि राम्रो हुँदैन, अनि घरको मान्छे रिसाउनु थालिहाल्छ। त्यही कारण सबै मान्छेलाई चित्त बुझाएर आमा बुवा हस्बेन्ड छोराछोरी म भोलि फास्टिङ बस्दैछु, सबै काम मैले गरिसकेको छु, त्यो सामान त्यहाँ छ। यो प्र्याक्टिकल कुरा हो क्या। म तपाईँ यहाँ आएर खालि तपाईँलाई फास्टिङ बस्छ भन्नु चाहन्न त। म खालि मान्छेले पश्चाताप गरेर प्रस्ताव गरेर प्रार्थना गरेर कसरी गर्ने, के गर्ने, कसलाई गर्ने, कसो नाममा गर्ने, किन गर्ने। उपवास चाहिँ यसरी बस्नुहोस्, छोरी यो सामान त्यहाँ छ, अनि तिम्रो मैले फिस मैले तिरिसकेको छु, तपाईँको जुत्ता त्यहाँ राखिदिएको छु, अनि तिम्रो पेन त्यहाँ छ, आमा तपाईँको चस्मा यहाँ छ, सबै कुरा भनिदिने, ठ्याक्कै सेट गर्ने। बिहान 6 बजे बस्ने तपाईँको इच्छा हो, 12 बजे गर्नु, 2 बजे तोड्नु वा भोलि बिहान तोड्नु। बाइबल लग्ने सुन्नुहोस् है। अनि उपवास बसेको दिन चाहिँ नि दुईवटा काम तपाईँले गर्नु भएन भने नि मलाई लाग्दैन कि तपाईँले बिब्लिकल फास्टिङ बस्नुभयो। एउटा प्रे, अर्को बाइबल रिडिङ। एउटा प्रे, एउटा बाइबल रिडिङ। सुन्नुहोस् है, फास्टिङ भनेको के हो पास्टर बुवा, के हो फास्टिङ भनेको बाबा? फास्टिङ भनेको बुझ्ने भाषामा तपाईँको फ्लेसली डिजायरलाई, तपाईँको शारीरिक इच्छालाई मारेर नि परमेश्वरको इच्छालाई खोज्ने काम हो। अनि त्यो दिन चाहिँ तपाईँले नि क्या प्रार्थनामा समय बिताउनुहोस्। म तपाईँलाई बताउन चाहन्छु कि प्रार्थनामा जतिको शक्तिशाली अरू कुनै काममा पनि छैन। तपाईँले प्रार्थना गर्नु भनेको तपाईँले स्वर्गको सृष्टिकर्ता परमेश्वरलाई नै तपाईँको लाइफमा तपाईँले काम गर्नको लागि तपाईँले नि अलाउ गरेको। जब तपाईँले प्रार्थना गर्छ नि तपाईँको शरीर कुराले आँखाले बुझ्दैन के हुन्छ होला प्रार्थना गर्दाखेरि प्रभु यीशुको नाममा। प्रभु यीशुको नाम त्यो नाम हो जुन नाममा नि मुद्दा बिउतिन्छ। यीशुको नाम त्यो नाम हो जुन नाममा नि अन्धले आँखा देख्छ। यीशुको नाम त्यो नाम हो जुन नाममा नि एक दिन हरेक घुँडा टेकिन्छ, हरेक जीवहरूले स्वीकार्छ तपाईँ नै प्रभु रहेछ भनेर। यीशुको नाम शक्तिशाली नाम हो। यो कमन नाम होइन, यो एकदम पावरफुल नाम हो। जब तपाईँले प्रार्थना गरेर बाई फेथ तपाईँले इन जिजस नेम भन्नुहुन्छ नि आत्मिक realm त्यो कुरा तपाईँको लागि आइसकेको हुन्छ। प्रार्थना गर्नुहोस्। अब यहाँ सुन्नुहोस् है, प्रार्थना गर्दाखेरि नि तपाईँ प्रभुसँग बोल्नुहुन्छ। मान्छेले भन्छ प्रभुको आवाज सुन्नु चाहेको पास्टरमा प्रभुको आवाजै सुनिन। प्रार्थना गर्दाखेरि तपाईँ प्रभुसँग बोल्नुहुन्छ। अनि प्रार्थना गरेको बादमा तपाईँले बाइबल पढ्नु हुँदाखेरि नि त्यही बाइबलको वचन 1000 टाइम तपाईँले पढेको न पवित्र आत्मा फेरि तपाईँसँग बोल्नुहुन्छ। त्यही सुन्नुहोस् है, क्रिस्चियन लाइफमा नि प्रार्थना बाइबल अध्ययन एकदमै महत्त्वपूर्ण कुरा हो। त्यही कारणले म तपाईँलाई बताउन चाहन्छु, उपवास बस्दाखेरि नि बाइबल चाहिँ बोकेरै छिर्नुहोस्, बाहिर निस्किनुहोस्। दामी कुरा भन्छु, यो कुरा सत्य हो। उपवासको दिन प्रार्थना गर्नुहुन्छ, तपाईँले बाइबल पढ्नुहुन्छ नि, भित्र पस्दाखेरि तपाईँ जुन महिमामा पस्नुहुन्छ नि बाहिर आउँदाखेरि तपाईँको महिमा नि दोब्बर भएको हुन्छ। यसले फरक पार्छ। नम्बर 4 अनि यो अन्तिम पद हो। अनि यो अन्तिम पोइन्ट हो, जबरजस्तीको उपवास हुँदैन। यहाँ हुँदैन जबरजस्तीको उपवास। यो ट्रेन हो। म कतिवटा कन्फेसमा गएको छु, म नाम भन्दिनँ। म कतिवटा कन्फेसमा गएको छु, म नाम भन्दिनँ। हामी त फास्टिङ बस्नुको लागि तयारी भएर गएको हुन्छौँ। हामी त कलिङ पाएको मान्छेहरू हो, तर कन्फेसमा हजारौँ मान्छेहरू आएको हुन्छ, हजारौँ बच्चाहरू आएको हुन्छ नि, दे आर नट रेडी फर फास्टिङ। तपाईँले जबरजस्ती आज फास्टिङको दिन हो फास्टिङ बस्नै पर्छ भन्नु पर्दैन। मैले देखेको छु कन्फेसमा नानीको आमाहरू अत्तालिँदै रुँदै रुँदै बच्चाको लागि बिस्कुट खोज्नु गएको, मैले यही आँखा देखेको छु। इट इज अ फ्याक्ट। हामीलाई झुट बोल्नु आउँदैन, यो फ्याक्ट कुरा हो। हामी आत्मिक हौँ, संसारमा काम लाग्ने आत्मिक हौँ। जबरजस्तीको उपवास चल्दैन। मत्तीको पुस्तक 15 अध्यायको 32 पद,
चेलाहरूले उहाँलाई भन्यो, यस्तो ठुलो भिडलाई यो उजाड ठाउँमा खुवाउन हामीले कहाँबाट यति धेरै रोटी पाउने प्रभु? येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसित कतिवटा रोटी छन्? 32 पद म एकपल्ट फेरि पढ्छु अगाडिको। तब येशूले आफ्नो चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, यो तपाईँले डोन्ट मिस है, तपाईँले मिस नहुनुहोस् है। येशूले आफ्नो चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, म यस भिडलाई देखेर मलाई माया लागेको छ। टिठ्याउँछु भनेको त्यो हो, किनभने यो भिडहरू आज मसँग रहेको 3 दिन भइसक्यो अनि यिनीहरूसित खानलाई केही पनि छैन। यिनीहरूलाई म भोकै पठाउन चाहन्न, नत्र त बाटोमा भोकले बेहोस होला, बाटोमा भोकले लड्ला, मुर्छा पर्ला। यीशुले यहाँ के भनेको छ? यिनीहरू मसँग बसेर 3 दिन भइसक्यो, आज 4 दिन बसाइदे फास्टिङ, बसाइदे उपवास। म पनि हेर्छु कति यसले मलाई खोज्दो रहेछ। स्पिरिचुअल कुरा नि फोर्सले हुँदैन, यो मान्छेको आफ्नो इच्छा हो। त्यही सुन्नुहोस् है, यो आत्मिक कुरा नि यो जबरजस्ती थोपर्ने कुरा होइन क्या। उपवास बस्छ, उपवास बस्छ, उपवास बस्छ, उपवास बस्छ, प्रार्थना गर, प्रार्थना गर, प्रार्थना गर, पश्चाताप गर, पश्चाताप गर, पश्चाताप गर, दोसाम्छ देऊ, दोसाम्छ देऊ, दोसाम्छ देऊ। फाइदा भन्नु पर्यो नि, मान्छेलाई फाइदा मनपर्छ। उपवासको केही फाइदाहरू म तपाईँलाई भन्न चाहन्छु। मेनली यसले तपाईँको स्पिरिचुअल लाइफ पनि ठुलो फाइदा गर्छ। तपाईँको शारीरिक स्वभाव दिनदिनै मर्छ। तपाईँ आत्मिक रूपमा तपाईँ उहाँलाई खोज्ने हुनुहुन्छ, तपाईँ उहाँलाई मन पराउने हुनुहुन्छ। तपाईँ फास्टिङ बसिराख्नुहोस्, तर अघि मैले भनेको जस्तै बिस्तारै बिस्तारै नै तपाईँलाई यो टिकटक, यो फेसबुक यो केही होइन भन्ने हुन्छ। किनकि तपाईँको शरीरलाई बिस्तारै बिस्तारै आत्माले जित्नु थाल्यो क्या। फास्टिङले तपाईँको शारीरिक स्वभावलाई जितेर तपाईँको आत्मालाई नि यसले एकदमै शक्तिशाली पारिदिन्छ। फास्टिङले गर्छ। फास्टिङले बाइबलले भन्छ जुवा पनि भाँच्छ भन्छ। फास्टिङले बाइबलले भन्छ बन्धन पनि हट्छ भन्छ। तर फास्टिङ बस्दाखेरि चाहिँ म तपाईँलाई भने नि बिब्लिकली फास्टिङ बसिदिनु होला। सुन्नुहोस् है, यस भिडलाई म माया गर्छु, किनभने यिनीहरू आज मसँग रहेको 3 दिन भयो अनि यिनीहरूसँग खानेकुरा केही छैन। यिनीहरूलाई भोकै पठाउनु म चाहन्न, नत्र त यिनीहरू बाटैमै बेहोस होलान्। चेलाहरूले उहाँलाई भने, यस्तो ठुलो भिडलाई यस ठाउँमा खुवाउन हामीले कहाँबाट ल्याउने रोटी? यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसित कतिवटा रोटी छन्? तिनीहरूले भने 7वटा रोटी र केही ससाना माछा छन्। उहाँले भिडलाई भुइँमा बस्ने आज्ञा दिनुभयो। उहाँले ती 7 रोटी र माछा लिएर धन्यवाद चढाउनु भएपछि भाँचेर चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले मान्छेहरूलाई दिए। तिनीहरू सबैले खाए र तृप्त भए। सबैले खाए र तृप्त भयो। यहाँबाट सुन्नुहोस् है, घरमा गएर नि जबरजस्ती नि आफ्नो पत्नीलाई उपवास बस नभन्नुहोस्, बरु यसरी प्रार्थना गर्नुहोस् न, प्रभु मेरो हस्बेन्ड पनि मैले जस्तै तपाईँलाई खोज्ने भएको होस्, मेरो वाइफ पनि मैले जस्तै तपाईँलाई खोज्ने भएको होस्, मेरो छोराछोरी पनि मैले जस्तै प्रभु तपाईँलाई खोज्ने भएको होस्, मेरो आमा बाउ पनि प्रभु मैले जस्तै तपाईँलाई खोज्ने भएको होस्। अनि जब यो सेटिङ मिल्छ नि तब तपाईँको फ्यामिली एउटा सानो स्वर्ग हुन्छ। नत्र भने म तपाईँलाई मेरो अन्तिम गवाही भनेर बताउन चाहन्छु, म उपवास डरलाग्दो बस्ने मान्छे हो। मैले तपाईँलाई भने नि यति उपवास बस्दै नि जति उपवास बसे पनि नि मैले मेरो वाइफलाई बोल्ने शब्दहरू नि उपवास बसेर नि शक्ति बोकेर मान्छे घर कोठाबाट बाहिर निस्किरहेछ कि, अनि सङ्गतिमा गएर युथहरूलाई फुकेर ढालिरहेछ कि, अनि घरमा आएर फेरि पत्नीलाई फुकेर होइन नि फेरि किचकिचले वाइफलाई किचकिचले क्रिस्चियन भइसक्यो बोली तामाङ सेवकाई गर्दैछ, आमालाई वाइफलाई जे पाइदै भनेको दागकोपट महु र तिमीहरू हाँगाहरू तिमीहरू ममा रह्यौ भने र म तिमीहरूमा रहेँ भने तिमीहरूले धेरै फल फलाउनेछौ। हामीले चाहिँ नि हाम्रो लाइफमा नि फल फलेको प्रभु चाहनुहुन्छ। त्यही कारणले म तपाईँलाई बताउन चाहन्छु, अन्तिममा उपवास बस्नु कि नबस्नु बाबा, बस्नु। कस्तो बस्नु? बाइबलले भनेको जस्तै बस्नु। किन बस्नु? जब तपाईँको लाइफमा परीक्षा आउँछ, जब तपाईँको लाइफमा समस्या आउँछ। कहिले बस्नु? जब पवित्र आत्माले अगुवाई गर्नुहुन्छ। तर उपवास बसेको बेलामा
सोसल साइट्सहरू लिएर मोबाइल साथमा लिएर फेसबुक अन गरेर नबस्नु अनि कहिले पनि अर्को विश्वासीलाई नै जबरजस्ती उपवास बस नभन्नु, तर प्रार्थना गर्नु कि उनीहरूको पनि मनको आँखा खुलेको होस्। आमेन। अब म तपाईँलाई सोध्छु ल, उपवास बस्नु कि नबस्नु? कस्तो उपवास बस्नु? बाइबलले भनेको जस्तो। म तपाईँहरूको आत्मिक आँखा उघार्न चाहन्छु। उपवास बसेको दिन चाहिँ नि एटलिस्ट एकजना गरिबलाई, एटलिस्ट एकजना भोकोलाई केही खुवाएर हेर्नुहोस् त।